फोहोर तपाईँको चाहिँ उठाउने काम हुन्छ यहाँ, तपाईँ हामीले गर्ने हो? म त रेडी छु, म त बेलचा हानेरै आएको मान्छे हो, एनी टाइम एनिथिङ होइन, एनी वर्क। त तपाईँ रेडी हुनुहुन्छ? अहिले नाला सफा गर्न जाउँ भन्दाखेरि यहाँ तपाईँहरू आउनुहुन्छ? आउनुहुन्न। आज हरेक मान्छेलाई ठग्नु छ यो देशमा, मैले देखेको। त्यसो भएको कारणले गर्दाखेरि यो ठग्ने चलनको अन्त्य नगरिकन, हामी इमान्दार नबनिकन नीति तथा कार्यक्रमको ठुलो यहाँ बहस भइराखेको छ। पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गऱ्यौँ उस्तो गऱ्यौँ भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ। तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा आउँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ नि अनुरोध गर्न चाहन्छु, यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौँ। हामी सरकारलाई प्रश्न गर्छौँ, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने, प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छैन। हामी सरकारलाई मार्गदर्शन देखाउँछौँ, हामी सरकारलाई यसो गरौँ उसो गरौँ भनेर सल्लाह दिन्छौँ। सरकारले पनि हामी मात्रै जान्ने भन्ने हिसाबले आफ्नै तपाईँको चाहिँ मनको गीतहरू लेखेर नीति तथा नियम कानुनहरू बनाउनु हुँदैन। हामीले दिएका सल्लाहहरूलाई तपाईँहरूले गम्भीर भएर स्वीकार्नुपर्छ। मैले अघि भने हामी यहाँ बोल्छौँ, बोल्नु त बोल्छौँ, त्यसपछि सुनिन्छ कि सुनिँदैन, सुनिन्छ कि बुझिन्छ कि बुझिँदैन, बुझिसकेपछि स्वीकार गरिन्छ कि होइन, कारणसहित स्वीकार गर्नुपर्छ। फेरि त्यत्तिकै साथीले बोल्यो भन्ने हिसाबले स्वीकार्ने पनि होइन, र कारणसहित अस्वीकार पनि गर्नुपर्छ। यस्तो भएको कारणले